ओके, नमस्ते सबैजनालाई। अब चाहिँ अति नै भयो। यो खुट्टा टान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिले हट्ने भएन है। अहिले फेरि नयाँ ट्रेन्ड आएको छ साइबर सेनाको टिओबीसँग हामीलाई बदनाम गर्नलाई है, फ्री टिबेटसँग खै के भनेर के देखिरहेछ। हामीले धेरै हामीलाई प्रश्नहरू पनि आइरहेछ होइन। अनि मान्छेहरू फेरि पताइदिइरहेछ, फेरि यस्तो रे भन्दै पताइरहेछ। कति मात्रै हामी नेतासँग लड्ने कि भ्रष्टाचार विरुद्ध हामी लड्ने कि यो फेक न्युजहरूको पछि लड्ने कि हाम्रो टिम मिलाउनु लड्ने कि होइन, कति कुरामा चाहिँ हामी लड्नुपर्ने है। र मलाई देखाउनु पऱ्यो कि जसले यो एक्युज गरेको छ नि हामीलाई होइन, देखाउनु पऱ्यो कि त्यो भिडियोमा चाहिँ म चाहिँ कहाँ छु भनेर क्या, म चाहिँ कहाँ छु भनेर त्यहाँ देखाउनु पऱ्यो क्या। र मैले बोलाएको हो भने त्यो प्रुफ कहाँ छ, मैले बोलाएको हो भने होइन। विदाउट एनी प्रुफ, विदाउट एनी एभिडेन्स म त्यहाँ भएको नभएको होइन, त्यहाँ त देखिन्छ होला नि। म त्यो भिडियोमा चाहिँ म त्यहाँ देख्दिनँ त, म त त्यहाँ त होइन। अनि यसलाई चाहिँ हामीले बोलाएको भन्दै पुरा उयो गर्नु खोज्ने हुन्छ नि, यो साइबर सेनाको नयाँ स्टाइल होइन। अनि यो फेरि हामीहरू पत्ताउने, हामीहरू त्यति डम छौँ र हामी पढे लेखेका छैनौँ। सत्य र असत्य हुन्छ, झुट र यो कुरा हामी पहिचान गर्न सक्दैनौँ, हामी छुटाउन सक्दैनौँ हुन्छ नि। यसो बुझ्न सकिन्छ नि त्यसमा होइन, यसमा त यो मान्छे छैन, यो किन यिनीहरूले यस्तो गरेको होला होइन भनेर त हामीले हेर्नु बुझ्नु त सक्छौँ नि त आफ्नो त, हामी त पढे लेखेका मान्छेहरू छौँ होइन। तर होइन, यस्तो भिडियो आयो लो ए हो रहेछ होइन, ए हो रहेछ, हेर्दा यो त यस्तो पो रहेछ भन्दै क्या होइन। रहेको कुरा अर्को कुरा फ्री टिबेटको हामीलाई जुन चाहिँ पहिलादेखि आरोप लगाएर फ्री टिबेट बाबर फाउन्डेसन भन्दै अरू के आरोप लगाएको छ, भोलि हामी हरेक कुराको हामी क्लियर गरिदिन्छौँ। अब चाहिँ अति भयो। भोलि यत्रो ठुलो टिभीमा राखेर हाम्रो अकाउन्ट एक रुपियाँको हामीसँग हिसाब छ, त्यो पैसा कहाँ गएको छ, कुन ठाउँमा गएको छ र कुन मान्छेलाई समेत गएको छ हामीसँग फोन नम्बर हुन्छ होइन। हामीलाई थाहा थियो यस्तो दिन आउँछ भनेर, कुनै दिन त आउँथ्यो हामीलाई खुट्टा तान्नेहरू त होइन, हामीलाई थाहा थियो। र रह्यो कुरा एनजिओको, हामी नेपाल इज एन एनपिओ, हामीलाई एनजिओ मन नपरेर हामीले एनपिओ भनेर राखेको हामीले है। र त्यसको पनि एभिडेन्स हामी भोलि देखाइदिन्छौँ ढड्डै पल्टाएर मजासित, ल यहाँ यो छ हाम्रोमा, यो आधारमा हामीले यो आन्दोलन गरेको होइन, यो हाम्रो फाइनेन्स हो, हामीसँग भएको पहिला यति रुपियाँ छ र कुन चाहिँ युएसएआइडीदेखि लिएर कुन चाहिँ आइएनजिओसँग हामीले पैसा लेखेर छ र 1 रुपियाँ देखाउ, ल 1 रुपियाँ मात्र देखाउनु होइन, धेरै परेन। मैले भने त 1 रुपियाँ मात्रै हाम्रो यो फोरेन आइएनजिओहरूबाट लिएको मात्र देखाउनु, ल 1 रुपियाँ, $1 मात्र लिएको देखाउनु न, बाँकी पर्दैन। हाम्रो अफिसमा आएर हामीलाई ल हामीसँग कुरा गर्न मिल्छ। अनि तपाईँहरूको फाइनेन्सेसमा ल एउटा पनि हामीसँग जोइन भएको कुन चाहिँसँग चाहिँ हाम्रो जोइन छ। रहेको कुरा हाम्रो वेबसाइटको, हाम्रो वेबसाइट अन्डर कन्स्ट्रक्सनमा छ, त्यत्रो लेखिरहेछ त्यहाँ अन्डर कन्स्ट्रक्सनमा छ भनेर। हामीले त्यो मोडल चाहिँ ट्रान्सपेरेन्सी बनाउनुको लागि हामीले यसरी गर्नुपर्छ भनेर हामीले त्यो मोडलहरू तयार पार्दै थियौँ। त्यो तयार पार्दै गर्दाखेरि हामीले आन्दोलन गरिरहेको थियौँ होइन। अब त्यसकै भरमा लगेर त्यसको मुनि लेखिरहेको छ त्यहाँ त, यो सबै कुरा डेटाहरू होइन हामीले सार्दैछौँ, पुरानो डेटाहरू सबै फाइनेन्सेसहरू हामीले सार्दैछौँ, ताकि मान्छेलाई चाहिँ हरेक रुपियाँको हामीलाई हिसाब होस्, थाहा पाओस्, मान्छेले कुन पैसा कहाँबाट आयो र कसरी गयो थाहा पाओस् भनेर ट्रान्सपेरेन्सीको लागि बिलसहित अपलोड गर्नु मिल्ने सिस्टम बनाउनु पर्छ भनेर हामी लागिरहेको थियो होइन। भनेपछि यति विधि ट्रान्सपेरेन्ट हुनु गर्दाखेरि नि तपाईँको घाटा हो त, यो नराम्रो हो त, ट्रान्सपेरेन्ट हुनु नराम्रो हो त। त्यहाँ लोगोहरू जतिजना देख्नु भएको छ नि तपाईँको वेबसाइटमा, सबैजनाले काइन्ड डोनेसन गर्ने, एकजनाले क्यास डोनेसन दिनु भएको छैन। देखाउनुहोस् एकजनाले क्यास डोनेसन गरेको हामीलाई त्यहाँ। हामीले जहिले पनि विपदहरूमा हरेक कुरामा हामीले जहिले पनि के भन्छौँ, हामीलाई काइन्ड डोनेसन दिनुहोस्, सामान डोनेसन दिनुहोस्, यो डोनेसन दिनुहोस्, टेन्ट डोनेसन दिनुहोस्, र सक्नु भने बल्ल तपाईँहरू क्यास डोनेसन दिनुहोस् भनेर बल्ल हामीले क्युआर राखिदिने। नत्र भने हामी तपाईँको डोनेसन्सहरू हामीले उठाउँदैनौँ। यो सबै हामी काइन्ड डोनेसन हामी एन्करेज गर्छौँ। जहिले पनि सामान दिनुहोस्, किन हामीलाई चाहिने सामान हो मेन त भनेर पहिलादेखिको भिडियोहरू हेर्नु न, सकिन्छ त। अलिकति स्क्रोल गर्ने त हो नि, पहिला ए यहाँ विपद परिआएर ल मलाई करोडको आवश्यकता छ, मलाई पैसा दिनु पर्यो भनेर कुनै भिडियोमा भनेको देखिएछ हामीले? एउटा मात्र भिडियो देखाउनु न। अब त्यो हुँदैन। अब चाहिँ के गर्छौँ भने हामीले यो साइबर सेनाको विरुद्धमा अबदेखि जसले फेक न्युज फैलाउँछ त्यसको प्रुफ र एभिडेन्स सहित हाम्रो आइटी टिमलाई दिएर हामीले त्यसको बारेमा चाहिँ हामी दोषी भयो भने हामीलाई कारबाही गर्नु पर्यो र हामी दोषी होइन भने त्यसलाई कारबाही गर्नु पर्यो। अब चाहिँ हामी लाग्नेवाला छौँ र
यो घुसपेटहरूको कुरामा चाहिँ अब हामी भोलिदेखि उजुरिहाल्नेवाला छ। जतिजनाले हाम्रो आन्दोलनमा घुसपेट गरेर तपाईँको शान्ति भङ्ग गर्नु खोजेको छ यसको बारेमा चाहिँ हामी अब उजुरिहालिदिन्छौँ। जसले तपाईँको नेताहरू कतिजना देखाएको छौँ हामीले त्यहाँ उफ्रिरहेको होइन, हामीसँग त एभिडेन्सहरू छ नि त होइन। अब एकजनाको विरुद्धमा चाहिँ हामी फोटोसहित एभिडेन्ससहित अब चाहिँ हामी प्रहरी परिसरमा भोलिदेखि नै अब चाहिँ हामी सबैजनाको विरुद्धमा चाहिँ यस्तो यस्तो घुसपेटहरू मान्छेहरूको विरुद्धमा चाहिँ हामी भोलिदेखि उजुरिहालिदिन्छौँ। र यो साइबर सेना जसले फेक न्युज फैलाउँछ नि यिनीहरूको विरुद्धमा उजुरिहाल्नु धेरैजना पर्छन् अब चाहिँ होइन। अब चाहिँ हरेकजनासँग लड्ने क्या यस्तो मान्छेहरूसँग चाहिँ अब है। ल यति भन्दै म हजुरहरूलाई यसको यसको जति पनि कन्स्पिरेसी थ्योरीहरू हामीले बिलिभ गरिरहेका छौँ त्यो चाहिँ हामी एउटा असल नागरिक भएर सत्य र असल चाहिँ छुटाउन सक्ने मान्छे हो भनेर हामीले आफूलाई सोचेर चाहिँ सत्य के हो र झुट के हो भनेर छुटाउन सक्नुपर्छ। टिकटकमा ट्रेन्ड आयो भन्दैमा यो आयो भन्दैमा त्यसलाई पत्याउनु पर्ने हामीलाई जरुरत छैन होइन। तपाईँको पहिला त खै त मलाई त इन्डियन भनिरहेको थियो त्यसो भए त खै नागरिक देखाइदिएँ त मैले त भारतीय भनेर मलाई भनिरहेको थियो त्यसो भए त होइन, मैले त देखाइदिएँ तपाईँको त्यो कुराहरू त। त्यही भएर विदाउट प्रुफ र एभिडेन्स नबोलिदिनु होला। र हामीले कुन चाहिँ ठाउँमा चाहिँ हामीले भनेको छौँ कि देशलाई घाटा होस् भनेर हामी करप्सनको विरुद्ध लड्नु पर्यो हुन्छ नि, हामीलाई न्याय चाहियो, हामीलाई गोली हान्ने मान्छेलाई समात्नु पर्यो भनेर हामीले भनिरहेको छौँ। यतापट्टि मान्छेले भन्छ दलाल भनेर भन्छ। ए भनेपछि हत्यारालाई कारबाही गर्नु परेन, ए भनेपछि करप्सन हुनुपर्ने हो, ए भनेपछि देश बर्बाद हुनुपर्ने हो। कुन ठाउँमा हामीले पर्सनल एजेन्डा राखेर हामीले सुदन गुरुङले यो चाहिन्छ अर कुनै जेएनजी टिमहरूले यो चाहिन्छ भनेर कुन चाहिँ ठाउँमा छ त एजेन्डामा, कुन चाहिँ माग चाहिँ छ र हाम्रो त्यसमा चाहिँ सबैजनाले देशमा यो हुनु पर्यो, सुशासन हुनु पर्यो, करप्सन गरेको हाम्रो करप्टेड मान्छेलाई समात्नु पर्यो भनेर हामी ए त्यसो भए चाहिँ नसमात्नु पर्ने हामी चाहिँ विदेशी त्यसो भए देखाउनु पर्यो क्या हामीलाई कुन चाहिँ आइएनजिओबाट $1 लिएको छ, हामीले $1 मात्र लिएको छ क्या। कुन चाहिँ आइएनजिओ युएसएआइडी खै केहरू छ नि यिनीहरू कुन चाहिँ डलर एजेन्सीबाट ₹1 लिएको छ देखाउनु पर्यो हामीलाई, अनि मात्र बोल्नु पर्यो। नत्र चुपचाप बसेर चुप लाएर आनन्दसित बसेर हेर्ने, साइबर सेना भएर नबस्ने है। किन देश तपाईँको पनि हो, देश डुब्यो भने तपाईँ पनि डुब्नेवाला छ। अब चाहिँ यो अन्तिम लडाइँ हो र यो लडाइँमा हजुरहरू सबैजना साथ दिनु जरुरत छ। थ्याङ्क यू सो मच।